यदि तपाई नेपालमा YouTube च्यानल सुरु गर्न सोचिराख्नु भएको छ, चाहनु भएको छ भने यो भिडियो अन्तसम्म हेर्नु होला। आज म तपाईलाई सरल तरिका बताउने छु YouTube च्यानल कसरी स्टार्ट गर्ने अनि कसरी ग्रो गर्ने। स्टेप 1 किन सुरु गर्ने? पहिला आफुलाई सोच्नु, आफ्नो ट्यालेन्ट शो गर्नको लागि कि पैसा कमाउनको लागि कि गेमिङ या टिचको बारेमा बोल्नको लागि। क्लियर रिजन भयो भने मोटिभेसन पनि स्ट्रङ हुन्छ। स्टेप 2 निश छनौट गर्नुहोस्। हजुरसँग एउटा निश हुनै पर्छ, जस्तै कि गेमिङको बारेमा, स्मार्टफोनहरु रिभ्यू अनबक्सिङ गर्नेको बारेमा या फेरि टिच टिप्सको बारेमा या फेरि ब्लगको बारेमा। पहिला एउटा हजुरसँग क्लियर निश हुनु पर्यो। एकै निशमा भिडियो बनाउनु भयो भने यसले ऑडियन्स बढ्न मद्दत गर्छ। स्टेप 3 राम्रो क्यामेरा चाहियो। आजको टाइममा भिडियो क्वालिटी राम्रो बनाउनको लागि राम्रो क्यामेरा चाहियो, तर यो होइन कि DSLR चाहियो भन्ने हैन। हजुरले आफ्नो फोनदेखि बनाउन सक्नुहुन्छ। हजुरको फोनको क्यामेरा क्लियर छ भने ध्यान दिनुपर्ने कुरा हो हजुरको अडियो क्लियर आओस्। हजुर फेसलेस बनाउनुहुन्छ भने एयरफोनको माइकले पनि युज गर्न सक्नुहुन्छ। नभए हजुरको बजेट छ भने एउटा चिपेस्ट माइक स्टार्टिङमा लिन सक्नुहुन्छ। अनि चाहनुहुन्छ भने कुन माइकले त बेस्ट हुन्छ भने कमेन्टमा भन्नु होला। म त्यो टपिकमा एउटा डेडिकेटेड भिडियो हजुरको लागि बनाइदिन्छु। भिडियोको क्लियरिटी भ्युअर्स बढाउँछ। स्टेप 4 अब युट्युब च्यानल कसरी बनाउने त? युट्युब च्यानल बनाउन एकदम इजी छ। हजुरहरुलाई त कति जनालाई थाहै पनि होला हैन। नथाहा भएको भए सिम्पल प्रोसेस के छ, एउटा हजुरसँग इमेल हुनु पर्यो। गएर इमेल बनाउनुहोस्। युट्युबमा थुप्रै भिडियो छन् इमेल कसरी बनाउने। इमेल बनाएपछि हजुर युट्युबमा लगइन गर्नुहोस् अनि त्यहाँ यु भनेर अप्सन हुन्छ तल कर्नरमा। त्यसमा गएपछि माथि हेर आउँछ हजुरको जीमेल अनि त्यहाँ लेखेको हुन्छ क्रिएट च्यानल। सिम्पली क्रिएट च्यानलमा क्लिक गर्नुहोस्। क्रिएट च्यानलमा क्लिक गरेपछि हजुरले युट्युबमा थुप्रै भिडियो छन् त्यसको पनि कसरी सेटअप गर्ने। हजुर आफ्नो च्यानलको नाम राख्नुहोस्, एउटा लोगो बनाएर हाल्नुहोस् हैन। अनि च्यानल हजुरको प्रोफेसनली देख्नु पर्यो ताकि भ्युअर्सहरु धेरै एट्र्याक्ट हुन्। स्टेप 5 भिडियो कसरी ग्रो हुन्छ? भिडियो ग्रो गर्नको लागि पहिला हजुरले सबभन्दा पहिला हजुरको थम्बनेल राम्रो हुनु पर्यो। थम्बनेल हजुरको क्लियर अनि एट्र्याक्टिभ देख्नु पर्यो। अनि दोस्रोमा हजुरको टाइटल राम्रो हुनु पर्यो। मसँग टाइटल राख्ने धेरै थुप्रै आइडियाहरु हुन्छ। चाहनुहुन्छ भने हजुरले ChatGPT को सहायता लिन सक्नुहुन्छ अथवा भिडाइकीमा देखि हजुरले बेस्ट टाइटल निकाल्न सक्नुहुन्छ। सिम्पल भनेपछि हेरिहाल्नु मेरो टाइटल कस्तो रहेको छ। अनि अर्को हप्तामा 2टा भिडियो अपलोड गर्न कोसिस गर्नुहोस्। कन्सिस्टेन्सी धेरै इम्पोर्टेन्ट छ। हुन सक्छ हजुरको पहिलो भिडियो भाइरल नहोस् तर निराश नहुनुहोस्। स्टेप 6 मोनेटाइजेसन पैसा कसरी आउँछ? अब हेर्नु यसको लागि हजुरको 1000 सब्स्क्राइबर 4000 वाच टाइम हुनु पर्यो हजुरको मोनेटाइजेसन कम्प्लिट हुनको लागि। हजुर सर्ट भिडियो बनाउनुहुन्छ भने 1000 सब्स्क्राइबर अनि 10 मिलियन भ्युज हजुरको 90 डेमा हुनु पर्यो। हेर्नु पहिले पैसा कमाउनुको पछाडी एर्निङको पछाडी नलाग्नु, पहिला ग्रोथमा फोकस गर्नुहोस्। फाइनल मेसेज स्टार्ट गर्न पर्खिनु पर्दैन, आजै सुरु गर्नुहोस्। 6 महिनापछि आफूलाई धन्यवाद भन्नुहुन्छ। तपाई अब एउटा च्यानल स्टार्ट गर्न सोचिराख्नु भएको छ भने कुन टपिक अथवा कुन निशमा स्टार्ट गर्नुहुन्छ कमेन्टमा भन्नु होला। अनि यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। यो भिडियो आफ्नो साथीहरुलाई शेयर गर्नुहोस् ताकि उनीहरु पनि आफ्नो करियर स्टार्ट गर्न सकुन्।